कता 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 दर्शक महानुभावहरू अत्यन्तै दुःख लाग्दो घटना बाल विवाह गर्नु हुँदैन र यदि कसैले बाल विवाह गर्यो भने कानुनी रूपमा कडाभन्दा कडा सजाय छ तर यहाँ हेर्नुहोस् बाल विवाह भएको छ 13 वर्षीय बालिकालाई किडन्याप गरेर विवाह गरिएको अवस्था छ अलि उतै हो आउनु 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 कता यता हैन यो चाहिँ रिलायन्स फ्याक्ट्री धागो बन्ने फ्याक्ट्री है दर्शक महानुभावहरू यो चाहिँ धागो बन्ने फ्याक्ट्री जुन चाहिँ नेपालको निकै ठुलो फ्याक्ट्री भनेर पनि चिनिन्छ र यहाँबाट चाहिँ 13 वर्षीय बालिकालाई अपहरण गरेर चाहिँ विवाह पनि गरिएको भन्ने खालको कुरा पनि हामीलाई सुन्नुमा आएको छ जहाँ चाहिँ बाल विवाह गर्नु यो घर हो यहाँ आमा बुवा चाहिँ कहाँ हुनुहुन्छ कोही ए भाडामा आमा बुवा तपाईँ को आमा बुवा आमा खोइ आमा आमा ए कस्तो तपाईँहरूले कसरी बे गरिदिनु भएको हो कि छोडी हराएको अपहरण गरेको अपहरण गरेको तपाईँहरूले आफ्नो खुसीले बे गरिदिएको होइन त्यो केटा कहाँको शङ्कास्पद केटा चाहिँ कहाँको देवानगञ्जकै हो देवानगञ्ज भनेको कुन जिल्ला पर्यो